Welcome my channel. Please subscribe this channel. यहाँ लगे थोरै यहाँनेरि हजुरहरूले हेर्नु है यहाँनेरि एउटा यो भिओई को यो छ है यो सर स्क्रिन शेयर भयो नि त सर ओके सर ल गरे ओके यहाँनेरि हजुरहरूले यो हेर्नुस् त एउटा प्रम्प्टको चाहिँ एउटा भिओई प्रम्प्टमा दिनको लागि चाहिँ हामीले एउटा फर्मुला यो फर्मुला चाहिँ हुनुपर्छ भनेको छ यहाँनेरि हजुरले जस्तै सिन हैन कुनै पनि हामीले भिडियो क्रिएट गर्ने सन्दर्भमा चाहिँ सिन चाहियो कस्तो सिनमा चाहिँ हामीले भिडियो क्रिएट गर्ने हैन फर्स्ट अफ अल यो सिनलाई चाहिँ हामीले चाहिँ मेन्सन गर्नु पर्यो है मेन क्यारेक्टर कस्तो खालको क्यारेक्टर उसको डिस्क्रिप्सन दिनु पर्यो क्या त्यो क्यारेक्टर के गर्छ कस्तो गर्छ कतिजनाको क्यारेक्टर हैन त्यसपछि क्यामेरा एंगल एन्ड मुभमेन्ट के क्यामेराको एंगल कस्तो हुने कुन साइडलाई फोकस दिने त्यसको मुभमेन्ट के हो त्यो कुरालाई अलिकति हामीले यहाँनेरि स्पेसिफाई गर्यौं भने एकदम एक्ज्याक्ट खालको आउने भयो अनि लाइट ओभर डे टाइम अफ डे हैन कुन बेलाको चाहिँ हामीले भिडियो क्रिएट गर्दैछौँ हैन बेलुका चाहिँ अब सनसेटको टाइममा गर्दैछौँ अथवा कुनै एउटा डे टाइममा गरिरहेका छौँ कि भनेको मतलब इन्भाइरोमेन्टलाई पनि हामीले यो त्यो प्रम्प्टमा चाहिँ दिनु पर्यो हजुरले यो राख्नुभयो भने यति कुरालाई कपी गरेर यो टाइपमा चाहिँ प्रम्प्टको हामीलाई चाहियो भनेर त्यहाँ प्रम्प्ट लेख्न सक्छौँ अनि त्यसपछि स्पोकन डायलग इन टार्गेट ल्याङ्ग्वेज कुन ल्याङ्ग्वेजमा चाहिँ हामीले स्पोकन त्यो ल्याङ्ग्वेज गर्ने हो हैन टोन अनि इमोसन अनि स्टाइल र क्वालिटी यो चाहिँ हामीले मेन्सन गर्नुपर्ने हुन्छ है त्यसको लागि यो यति कुरा चाहिँ एउटा भिओई को भिडियो जेनेरेट गर्नको लागि हामीलाई आवश्यक पर्छ है त्यसको लागि हजुरलाई यहाँनेरि हेर्नुस् त यो फर्मुलाको ब्रेकडाउन गरेको छ यहाँनेरि अब त्यसमा सिन भनेको इन्भाइरोमेन्ट सिन अब यो मैले व्हाट्सएपमा राखिसकेको छु सर वेयर इज द भिडियो सेट क्या कहाँनिर भिडियो बनेको जस्तै हिमालयन माउन्टेन ट्रेल भिलेज फरेस्ट हैन इन द अब अफिस हैन इन द स्ट्रिट अफ काठमाडौँ कुन ठाउँमा चाहिँ हामीले हैन मेन क्यारेक्टर अब त्यसको क्यारेक्टर को हो त जस्तै यति फ्रेन्ड एन्ड फनी वेयरिङ स्क्याप हैन त्यो अब क्यारेक्टरको पनि हामीले डिस्क्राइब गर्यो भने अब क्यामेरा एंगलहरू सर्ट टाइप के कस्तो टाइपको चाहिँ ह्यान्डल सेल्फी एंगलमा हो कि मिडियम फ्रन्ट सुट हो कि अब साइड क्यामेरा सेक हो कि हैन अब ड्रोन भ्यू हो कि ड्रोनबाट खिच्ने टाइपको चाहिँ हामीलाई सिन चाहियो कि त्यो कुरा भयो हैन लाइटिङहरू त ब्राइट डे हो कि गोल्डन आवर हो कि हैन सफ्ट नाउ रिफ्लेक्सन अब कुन टाइपको भने एक्सन अब हिँड्दै गरेको हो कि ब्लगिङ गरेको हो कि हैन वेभिङ एट क्यामेरा क्यामेरामा अब स्ट्यान्ड इन फ्रन्ट अफ क्यामेराको अगाडि उभिँदै गरेको हो कि अनि डायलग वाट आर दिस सेइङ के क्याजुअल ब्लगिङ लाइन नेपाली अब डायलग कस्तो टाइपको डायलग हो त्यो दिनु पर्यो अनि टोन इमोसनहरू कुन मोडमा हैन अलि एग्रेसिभ मोडमा हो कि स्याड मोडमा हो कि त्यो टाइपको पनि स्पेसिफाई गऱ्यौँ भने एक्ज्याक्ट खालको भिडियो जेनेरेट गर्ने भयो हैन ह्युमरस क्युरियस इनर्जेटिक हैन स्टाइल क्वालिटी लुक क्वालिटी कस्तो छ सिनेमेटिक हो कि ब्लग स्टाइलमा हो कि नेचुरल हो कि फोके हो कि रियल वर्ल्ड स्टाइल हो कि हैन यो टाइपमा चाहिँ हामीले यो फर्मुलामा चाहिँ हामीले यो प्रम्प्ट चाहिँ तयार गर्नुपर्ने हुन्छ है ओके त्यसपछि भनेको यहाँनेरि हजुरलाई यहाँनेरि यो मैले राखिदिएँ यो प्रम्प्ट हेर्नुहोस् त एउटा रियलिस्ट यति ब्लगको प्रम्प्ट क्या यति ब्लग त्यो जुन अहिले भाइरल चाहिँ हजुरहरूले त्यो हेर्नुहुन्छ नि हो यति ब्लग क्या नमस्ते साथीहरू म अहिले ठमेलको गल्लीहरूमा घुम्दैछु यहाँको बत्तीहरू र गन्धले साह्रै रमाइलो अनुभव गरिरहेको छु भनेर लेख्यो होइन यो प्रम्प्टमा चाहिँ यो माथिको फर्मुला अनुसार क्रिएट भएको छ क्या अ फोटो रियलिस्टिक भिडियो सेन सेट इन द बिजी स्ट्रिट अफ काठमाडौँ ड्युरिङ गोल्डन आवर होइन सुनौलो अब त्यो बेलुकाको अब उसमा चाहिँ काठमाडौँको त्यो स्ट्रिटमा होइन वेयर रियलिस्टिक यति इज क्याजुअल ब्लगिङ त्यो यतिले चाहिँ ब्लग गरिरहेको छ होइन द यति हेज अ मस्कुलर चिम्पाङ्जी लाइक बडी यो उसको रियलिस्ट सबै कुराहरू चाहिँ यसमा चाहिँ उ गरिएको छ अब यसरी हामीले टोटल्ली यति लेखेर बनाउन सक्दैनौँ त्यस कारणले गर्दा हामीले थोरै त्यो लेखेर च्याट जिपिटीको सहायताले पनि बनाउन सक्छौँ हामीले हल्का के टाइपले कुन उसमा चाहिँ बनाउँदैछौँ भन्ने कुरा जस्तै मैले यसलाई कपी गरेँ हेर्नुहोस् है त एकचोटि कपी गरेर यहाँबाट कपी गरेर लगेँ अब यता हेर्नुहोस् यहाँनिर अब यो फ्लो भन्नेमा आएँ भिओई फ्लोमा आएर यहाँ हजुरले क्लिक गरेँ है त्यसपछि यहाँ क्रिएट भिडियोमा आएँ त्यसपछि न्यू प्रोजेक्टमा गएँ है न्यू प्रोजेक्टमा गएर यहाँ टेस्ट लेख्दै त्यो टेस्टलाई कपी गरेँ अब हजुरलाई यहाँ मैले
अब आजकल नेपाली सपोर्ट गरिरहेको छ, नेपाली गरेन भने छुट्टै कुरा। हामीले रोमन नेपालीमा लेख्नुपर्छ विकल्प। यदि नेपाली सपोर्ट भएन भने प्रम्प्ट लेख्दा हजुरलाई मैले त्यो पनि रिपिट गर्छु अहिले। यो भिडियो जेनेरेट हुँदै गर्छ। यो भिडियो जेनेरेट हुँदै गर्दाखेरि म हजुरलाई यहाँ फेरि यहाँ च्याट जिपिटीमा लगेर एकचोटि है त प्रम्प्ट लेख्नको लागि है च्याट जिपिटीमै लगेँ। ओके, च्याट जिपिटी मैले खोलेँ होइन। जस्तै अब यहाँ च्याट जिपिटीमा हजुरले एउटा के भन्छ दसैँमा ल है त, दसैँमा आफ्नो छोरा घर दुखी हुँदै। सर त्यो स्क्रिन प्ले भएको छैन नि सर, किन हो हजुर स्क्रिनमा प्ले भइदिएका भिडियो थिरी नै देखाएन कि त्यो देखाइरहेको होइन, बाचा मैले उ गरिरहेको छु सर। यो अर्को प्रम्प्ट लेख्नको लागि चाहिँ गरिरहेको छु। फन्ट उसले च्याट जिपिटीमा लेख्न होइन हजुर सर। हेर्दा प्ले भयो नि किन सर? आउँदैन होला सर। ए कहाँ ए नै सर अगाडि दसैँ यो छोरा आउँदै, यो दसैँ आउँदैन, यो दसैँ होला। ए एकछिन है त सर। दसैँमा आफ्नो छोरा घर नआएकोमा दुखी हुँदै बुढा बा र आमा किन छोरा आउँदैन होइन, आउँदैन आउँदैन यो दसैँमा पनि उता जेनेरेट के भयो हेरौँ है त। अब यहाँ यति ब्लग बनायो है त, यो बनायो हेरौँ है त। म यसलाई डाउनलोड पनि गर्छु। नमस्ते साथीहरू, भाइस म अहिले ठमेलको किल्लाहरूमा घुम्दैछु। यहाँको बहरू र गन्धले साह्रै रमाइलो अनुभव गरिरहेको छु। नमस्ते साथीहरू, भाइस म अहिले ठमेलको किल्लाहरूमा घुम्दैछु। यहाँको बहरू र गन्धले साह्रै रमाइलो अनुभव गरिरहेको छु। यो टाइपले भिडियो जेनेरेट भयो होइन। बुढा बाह्रमा आँगनमा बसेर उदास घरमा कुरो गरिरहेका छन् ए बुढो। ओके ल, यो डायलग राखेर ओके। अब यो भिओको लागि एउटा प्रम्प्ट भयो। यहाँनिर चाहिँ अब प्रम्प्टलाई कस्तो भने एन्ड ओल्ड फादर एन्ड मदर सिटिङ इन द ओके कन्ट्री आर फिलिङ एट दसैँ एप्रोच देयर हार्ट आर भेरी ह्याप्पी बिकज देयर सन काइन्ड हो कि। अब योमा डायलग चाहिँ यहाँ के छ भने आमा ओके यति ल यति मात्रै लाइक गरेको हामीलाई यति मात्रैको चाहियो। 8 सेकेन्डभन्दा यसले हुन्न। 8 सेकेन्ड 8 सेकेन्ड भिडियो चाहियो होइन। यसलाई अब यहाँनिर कपी गरौँ है। अब यसले यो सपोर्ट गर्छ कि गर्दैन हेरौँ। यसलाई मिलाउनु पऱ्यो हामीले। अब यो माथिको यो सिन भयो है, यस्तो सिन भयो अनि ओके डायलग इन नेपाली। यो 8 सेकेन्ड नभनिदिउँ, यसले अब कति सेकेन्ड जेनेरेट गर्छ।
यसलाई दिउँ है त यसले के भन्छ जेनेरेट गर्छै गर्दैन नेपाली अहिले जेनेरेट गरिहाल्छ च्याट जिपिटीलाई बाटै मिलाउँदै जाने हामीले चाहिँ यसबाट मिलाउँदै 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 जाने होइन यसलाई कपी गरिदिएर हजुरले जस्तै न्यू च्याटमा जानुभयो होइन यसलाई यहाँ कपी गर्नुभयो अनि हाम्रो यहाँनिर थियो नि एउटा यो अनि यो स्ट्रक्चरमा चाहिँ बनाइदिए भन्न पनि मिल्यो क्या यो नै राखेर यो फर्मुला राखिदिने त्यसपछि गएर यहाँनिर गएर create prompt for VOE3 VOE in this format हैन अनि यो अहिलेको यो फर्मेट चाहिँ हजुरले यहाँनिर क्लिक गर त्यो उसमा चाहिँ यसले यहाँ सबै राखेर दिन्छ क्या यसरी यो प्रम्प्टमा यी टक्क लाएर सिन कस्तो हुने त्यसपछि मेन क्यारेक्टरको डिस्क्रिप्सन पनि गर्छ क्यामेराको एङ्गल मुभमेन्टहरू पनि यसले गर्यो होइन त्यसपछि लाइट अरू डे लाइट अथवा कस्तो खालको त्यो पनि हालिदियो ओके अनि स्पोकन इन डायलग यसरी चाहिँ यसलाई अब यसलाई ओके यहाँनिर ओके भन्यो है त्यसलाई कपी गरेर हामीले अनि बनाउन सक्छौँ यो कस्तो बन्यो है त्यो अगाडि यो इङ्ग्लिस प्रम्प्ट नट सपोर्ट भन्यो है नेपाली हो यस्तो बेला बेलामा यसरी नेपाली सपोर्ट नगरेको अवस्था नि छ यदि नेपाली सपोर्ट गरेन भने चाहिँ हामीले रोमन नेपाली प्रयोग गर्नुपर्छ है रोमन नेपाली कसरी प्रयोग गर्ने भनेर म यहाँनिर हजुरहरूलाई यहाँ देखाएँ है यो लाइब्रेरीमा हजुरहरूलाई म यहाँ देखाउँछु जस्तो हो कुनै बेला नेपाली सपोर्ट नगरिरहेको अवस्था नि छ है त्यति बेला भनेको रोमन नेपाली प्रयोग गर्नुपर्छ जस्तै यहाँनिर एउटा यो भिडियो एकचोटि हेर्नु है त 50% डिस्काउन्ट सहित मात्र 2000 मा क्लास रजिस्टर गरी यसको प्रम्प्ट यस्तो थियो है ओके यसको प्रम्प्ट म हजुरलाई यहाँ फेरि राखेर देखाएँ यहाँनिर यो प्रम्प्ट थियो हेर्नुहोस् त गरेको यहाँनिर चाहिँ नेपालीमै थियो यहाँनिर के थियो भन्दा होला नि 50% डिस्काउन्ट सहित मात्र 2000 मा यो क्लास रजिस्टर गरी भनेर लेखेको थियो यसलाई चाहिँ हजुरले यहाँ दिएँ है त कहिलेकाहीँ नेपाली सपोर्ट पनि गर्छ कहिलेकाहीँ नगरेको नि अवस्था छ सबैभन्दा बेटर भनेको अब रोमन नेपाली मिलायो भने रोमन नेपाली गर्दा ट्युनहरू कहिलेकाहीँ बिग्रन सक्छ त्यसलाई प्र्याक्टिस अब एक दुईवटा खेर जान्छ क्या यो भिडियोहरू बनाउँदाखेरि मैले च्याट बक्समा पनि राखेँ है हजुरहरूलाई यहाँनिर एउटा प्रम्प्ट त्यो हाम्रो एकजना सरको नेपाली सपोर्ट भएन भन्नुभएको थियो नि यो हेर्नुहोस् त फेरि यहाँनिर चाहिँ बिग्रिरहेको छ सेन्ड गर्दा बिग्रिरहेको छ है त्यो किन बिग्रिरहेको छ त्यहाँनिर सेन्ड गर्दाखेरि त्यो यसको फन्ट बिग्रिरहेको छ यो जेनेरेट भयो यसलाई मैले डाउनलोड गरेँ है त
50% डिस्काउन्ट सहित मात्र 2000 मा क्लास रेजिस्टर्ड गरी आर्मान्डोस आफ्नो सिट सुरक्षित गर्नुहोस्। हालाल 50% डिस्काउन्ट सहित मात्र 2000 मा क्लास रेजिस्टर्ड गरी यसरी चाहिँ हामीले मैले यहाँ राखेको प्रम्प्ट साथीकोमा भएन भन्नुभएको सरले एकचोटि त्यो यो प्रम्प्टहरू राखेर एकचोटि हेर्नुहोस् है सर, म हजुरलाई यहाँ थुप्रै प्रम्प्टहरू त्यो म च्याट बक्समा राखिदिन्छु। यो प्रम्प्टहरू हजुरले यो थुप्रै प्रम्प्टहरू छ, म प्रम्प्टहरू राखिदिन्छु। रोमन नेपाली युज भएको प्रम्प्ट पनि यहाँ राख्छु। सेकेन्डको डिस्कनेक्ट भयो। त्यसमा चाहिँ त्यो एउटा लिपसिङ मात्रै गरिदिन्छ क्या, त्यो अवतार भयो जस्तो आफै पनि त्यो अवतार बनाउनु मिल्यो त्यसमा होइन। तर अनि अब त्यो बाहिरको सिन यताउता हाल्नलाई चाहिँ खोइ मलाई आइडिया नभएको कि त्यसमा अप्सन मैले भेटाएको छैन कि त्यसको चाहिँ। अवतारले जस्तो पुरै लिपसिङ गर्ने भने त हुन्छ होइन, जस्तो एउटा गीतलाई पुरै लिपसिङ गरेर सकाइदियो भने त त्यसबाट नि बन्यो होइन। तर यताउता सिनहरू अरू धेरै कुराहरू जस्तो अब एउटा भजन चाहिँ मैले बनाएको छु, त्यसलाई त मन्दिरतिर गएको पूजा गरेको अनेक कुरा हाल्न सकिन्छ नि त म्युजिक भिडियोमा त। हजुरको पेडवाला होइन सर, पेडवाला त हजुरको राम्रै फिचर्सहरू हुन्छ, हामीले फ्री युज गरिरहँदाखेरि समस्या हो सर। हेजेनमा चाहिँ त्यही त्यो अवतार मात्र हुन्छ नि त, अरू सिनहरू त राख्नलाई अप्सन हुन्छ र त्यसमा। अवतारमा पनि ब्याकग्राउन्डहरू चाहिँ राख्न मिल्यो सर। तर यसले अहिले हामीले यो टाइपले गरे जस्तो जेनेरेट चाहिँ हुन्न सर त्यहाँनिर। मैले चाहिँ अब फुल म्युजिक भिडियो त अब लिपसिङको लागि त त्यो राम्रै छ हुन्छ, तर लिपसिङ मात्र भन्दा पनि अझ सिनहरू यताउता म्युजिक भिडियोमा त अनेक जस्तो नाचेको गिटार बजाएको अनेक हुन्छ नि त। हो त्यस्तो खालको राख्नलाई चाहिँ खास त्यसबाट होला कि नहोला। अब हेजेनबाट त आइडिया भयो नि त्यसको। यसको यो अर्को अहिले भनिरहेको कुराबाट चाहिँ त्यस्तो सम्भव होला कि नहोला म्युजिक भिडियोको लागि चाहिँ? यहीबाट सर हजुर यो एकदम सर्ट हुने भएर अलिक समस्या क्या सर। यो 8 सेकेन्डभन्दा हुन्न होइन सर। यसमा चाहिँ अब यसलाई चाहिँ अब म्युजिक भिडियोको लागि यतातिरबाट किन हामीले दुःख गर्ने सर, यहीँबाट धेरै कष्ट गर्दा पर्दैन होइन। अब त्यो त्यस्तो धेरै खर्च हुँदैन नि त यहीँबाट भयो भने चाहिँ। ऊ चाहिँ गीतहरू चाहिँ राम्रो गरेको छु कि मैले दुईटा गीत एउटा म सुनो यही हजुरले पेडवाला लिने नि सर, पेडवाला लिने। पेड लिएर राम्रो गीत बनाएको छ कि दुईटा मैले पेडै लिएको $10 लिएको। हजुर सर सुनो यही पेड गीत राम्रो भएछ। अब त्यसलाई चाहिँ भिडियो बनाउनलाई चाहिँ इन्ट्रेस्ट हो कि मेरो चाहिँ। अलि अब टुल्सहरू आउँछ सर अपडेट। अब यो बिस्तारै बिस्तारै यी टुल्सहरू एआईको चाहिँ अलि अब टुल्सहरू आउँछ, अलि राम्रो टुल्सहरू नै आउँछ। मैले अहिले च्याट बक्समा पनि हजुरहरूलाई राखेको छु है। अब हजुरले यहाँ मैले यहाँनिर एकचोटि प्रम्प्ट लेख्नको लागि एकचोटि हजुरलाई यहाँनिर एउटा प्रम्प्ट यहाँ कपी गरेर देखाउँछु। त्यसपछि यहाँ हेर्नुहोस् त, जस्तै यो एउटा प्रम्प्ट छ हेर्नु त, इनसाइड अ मोडर्न कोअपरेटिभ स्टाइल अफिस विथ मेलम्ची टेक एन्ड आइटी सोल्युसनको अफिस होइन, अन द वाल ब्राइट डे टाइममा चाहिँ होइन 20 इयर्सको ओल्ड नेपाली ब्युटिफुल गर्ल चाहिँ मेलम्ची टेक एन्ड आइटी सोल्युसन्सको टी सर्ट भएको कपडा चाहिँ लगाएको होइन। अनि विथ 3D लोगो स्ट्यान्ड होइन। अनि ऊ चाहिँ के त वाक्स टुवर्ड्स द क्यामेरा तर्फ बिस्तारै जाँदै गरेको होइन, वाइड एङ्गल हाई लेभल क्यामेरा स्मुथली होइन। त्यसपछि गएर उसले चाहिँ यो स्माइल एन्ड सेज अब के अब सिक्ने होइन त एआई भनेर यो राखेको छ होइन। अब यसलाई म एक्चुअली राखेर देखाउँछु। अब यसमा नेपाली छ, कुनै बेला नेपाली सपोर्ट पनि गरेको छ। अब त्यो फेरि यो कुनै बेला त्यसलाई नेपाली गरेन भने रोमन नेपालीमा हाल्ने, त्यो बेलामा दुइटै गरेर देखाउँछु एक्चुअली है हजुर। यहाँनिर एक्चुअली मैले यो नेपाली नै हाने सर। मैले अहिले च्याट बक्समा राखेको हान्नु होला सरको, हाम्रो एकजना सरको चाहिँ ऊ भइरहेको छैन
मेरो चाहिँ के अरे इङ्ग्लिस मात्र भयो भन्नुभएको छ नि सरले। हो त्यो एकचोटि हजुरले यो अहिले मैले हालेको प्रम्प्ट हेर्नु होला, त्यो भएन भने रोमन नेपाली प्रयोग गर्ने सर। यसमा विकल्प भनेको त्यही नै हो है। मैले अनि यो यहाँ जेनेरेट हुँदै गर्दाखेरि यो टुल्सको बारेमा हजुरहरूले जे भने यो यो सबैभन्दा सस्तो पनि यही युज छ है अहिले चाहिँ यो छ यहाँनिर। जस्तो मैले हजुरलाई यसमा पाउने फिचर्सको बारेमा सर र भन्छु यहाँनिर। यो VUI फ्लोको चाहिँ हजुर सर, हजुर सर। यो VUI यो गुगल VUI अथवा जेमिनाई पनि भन्छौँ यसलाई होइन। यसमा पाउने फिचर्स भने चाहिँ हजुरको भ्यालिडिटी भने 12 मन्थ हुने भयो। हजुरले आफ्नै बनाएको जिमेलमा चाहिँ यसको एक्सेस हुने भयो होइन। यसभित्र भनेको हजुरले अब जेमिनाई 2.5 प्रो स्मार्ट AI भन्ने पाउनुहुन्छ। 1000 क्रेडिट चाहिँ मन्थली पाउने हुने भयो। VUI-बाट हजुरले भिडियो जेनेरेट गर्न 50 वटा मन्थली होइन। फ्लो AI फिल्म मेकर पनि युज गर्न सक्ने। यो विसबाट चाहिँ हजुरले इमेज टु भिडियो पनि जेनेरेट गर्न सक्नुहुन्छ कि यो छुट्टै प्रयोग गर्न नि पाइन्छ। यो 50 वटा भिडियो जेनेरेट गर्ने त छँदैछ। त्यहाँ हजुरले WHIS के विस सर्च गर्नुभयो भने इमेजबाट भिडियो पनि जेनेरेट गर्नु सक्नुहुन्छ। है सरले बनाए जस्तै भिडियोहरू पनि जेनेरेट गर्न सक्नुहुन्छ है। नोटबुक LM सर्च पनि गर्नु। नोटबुकको उतापट्टि लिमिट हुन्छ, यहाँ हजुरले जति पनि अनलिमिटेड तरिकाले नोटबुक LM को पनि प्रयोग गर्न सक्नुहुने भयो। त्यसपछि अब 2TB त यसमा हजुरले स्टोरेजै पाउनुहुन्छ होइन। त्यसपछि हजुरले 3 वटा भिडियो चाहिँ यो VUI को चाहिँ यसरी यो जेमिनाईबाट पनि जेनेरेट गर्न पाउनुहुन्छ। ओके, यहाँ हेर्नुहोस् त अहिले हामीले दिएको भिडियोबाट यो जेनेरेट भएको यो हेर्नुहोस् त। यसलाई के दिएको थियो भने यो प्रम्प्ट भर्खर दिएको छ। नेपाली अब सिक्ने होइन त AI भनेर यो दिएको थियो। यसमा हेर्नुहोस्, यसलाई म डाउनलोड गरिदिएको छु है। साथीहरु म्युट गर्नु होला है, म्युट गर्नु होला। मैले म्युट गरिरहेको छैन, म्युट गर्नु होला। के अब सिक्ने होइन त AI? हामीले लिएर आएको छौं 5 दिनको AI कन्टेन्ट क्रिएसन अनलाइन क्लास। ल हेर्नु, यसमा अब यो टी-सर्टमा हामीले यो भनेका छौँ अफिस यो मेलम्ची टेक एन्ड आइटी सोलुसन ब्याकग्राउन्डमा यसरी राखेर एउटा चाहिँ अब यसो हेर्दा प्रोफेसनल टाइपको नै एडहरू बनाउनको लागि यसरी चाहिँ नेपाली पनि यसले सपोर्ट गरेको छ है। कुनै बेला गर्छ, अब कुनै बेला गर्दैन। यस्तो हेर्नु यसले यो अवस्थामा गरेको छ। मैले यो पनि एकचोटि दिएको छु सरले एकचोटि अहिले सर यो चाहिँ केबाट बनाएको हो सर? यो जेमिनाई क्या सर VUI। VUI? हजुर सर, यो जेमिनाईको VUI योबाट। अब यो त मैले त फुल क्लासै लिनु पर्ने हुन्छ यसको लागि। हजुरले म्युट गर्नु होला, साथीहरु म्युट गर्नुस् न, म्युट गर्नुस् न। हजुरहरुको आफ्नो चाहिँ म्युट गर्नुस् त। यसलाई म्युट किन गरिरहने भनेर मैले हजुरले म्युट गर्नु भने बेटर हो। ओके, यसरी चाहिँ हामीले यो अहिलेको जति पनि हजुरहरूले यो भिडियोहरू जेनेरेट भनेको यो यसैबाट हुन्छ है। त्यसको लागि ChatGPT नै हो है, बेटर चाहिँ ChatGPT हो। हामीले यहाँ अलिकति ChatGPT-लाई एउटा जेनेरेट गर्नु भनेको थियो, के गर्यो यसको हेर्नु है। प्रम्प्टहरू जेनेरेट गर्नको लागि जस्तै यहाँनिर यसमा है त यो दियो अनि यहाँनिर यो यसलाई लगेर हाल्दिउँ है त। यो एउटा प्रम्प्ट बनायौँ, यो प्रम्प्टलाई लगेर यहाँनिर चाहिँ के भनेको छ भने ओके डिप इमोसन। अब यहाँनिर मदरले भन्नु होइन, मदर सेज भनिदिउँ न, मदर सेज इन नेपाली अनि यसलाई नेपाली भनिदिउँ अनि यसलाई जेनेरेट गर्नु है। कहिलेकाहीँ गर्दैन पनि,
कहिले गर्छ होइन नेपाली यो अपडेट हुँदैछ पछि नेपाली फुल्ली नेपाली प्रम्प्ट नै हुने गरी नै आउन सक्ला नेपालमा अत्याधिक अहिले युज भएको छ यो अब यो नेपाली सपोर्ट गरेन भने यसलाई मैले फेरि रोमन नेपालीमा लेखेर हजुरलाई फेरि देखाउँछु है अब 30 मिनटको भएन अब फेल भने है यसलाई अब रोमन नेपालीमा गरौँ अब रोमन नेपालीमा गर्नलाई चाहिँ हजुरले यसलाई कपी गरिदिनु होला यसरी अनि फेरि यसलाई कहाँ लाने भन्नु होला भने च्याट जिपिटीमै लानुहोस् कि यसलाई फेरि अनि यसलाई यहाँनिर हालिदिने यसरी अनि डायलग यहाँनिर के यसको अलि पछाडि के लेखिदिनु भने डायलग इन रोमन नेपाली भनेर नेपाली ल अब डायलग चाहिँ रोमन नेपालीमा चाहियो होइन ओके यो रोमन नेपालीमा लेखियो ओके यो फुल प्रम्प्ट रेडी जेनेरेट गरिदिउँ यस भन्नु है यसलाई चाहिँ हामीलाई फुल प्रम्प्ट चाहियो नि त ओके ल यो आयो डायलग रोमन नेपाली भन्यो यसले मदरी मस्त ओके ए बुढा अब यो यति लामो यति आयो होइन हामी 8 सेकेन्ड भन्दा भिडियो जेनेरेट हुँदैन त्यही कारणले अब यहाँनिर हजुरले के लेख्दिने भन्दा साउन्ड आएन भन्नुभएको छ सरी साउन्ड आइरहेको छैन के हो सर साउन्डै आएन अहिले आयो सर अहिले आयो आयो सर आयो ओके सर ल यहाँनिर यो प्रम्प्ट रेडी छ यो प्रम्प्टलाई अब यहाँनिर यसले 8 सेकेन्ड भन्नु ल 8 सेकेन्ड 8 सेकेन्ड भनिदिनु होला 8 सेकेन्डको प्रम्प्ट रेडी हुन्छ ओके यो 3 सेकेन्ड 4 सेकेन्ड ड्युरेसन 8 सेकेन्ड यसलाई कपी गरिदिनु है भिओईमा लैजाउँ यसलाई यहाँनिर डायलग यसलाई है यो जति पनि हामीले प्रम्प्ट चाहिँ च्याट जिपिटीबाटै लिने यसले चाहिँ यसलाई करेक्सन गर्दै जान्छ अब यसलाई यो यस्तो यसले टोन भन्यो मोड भन्यो क्यामेरा नोट्स भन्यो यसलाई चाहिँ अब एउटै प्याराग्राफमै गर्नुपर्छ भयो नि मिल्यो वन प्याराग्राफ हुन्छ अब यसले दुईवटा एक दिन एक्स्ट्रा समय दिएर खालि प्रम्प्टै सिकाइदिनु नि सर ठिक छ प्रम्प्टै यही हो सर विशेष गरी प्रम्प्टै यही हो अब यहाँ प्रम्प्टहरू यही प्रम्प्टहरू सबै खेल प्रम्प्टकै रहेछ त्यही भएर त बनिरहेको छैन अब ठिक छ प्रम्प्टले नै हो सर धेरै कुरा प्रम्प्टबाटै हुन्छ यहाँनिर हेर्छु है त 66% पो अब हुँदैछ यहाँनिर यसरी यसले अब यो प्रम्प्ट आन्सर चाहिँ यहाँनिर हामीलाई हो फुल अब हेरेन क्वाइट नेपाली हो यो यहाँनिर अनि डायलग रोमन नेपालीमा ए बुढा भा यो सालको दसैँमा पनि बिना छोराको अधुरो जस्तो लाग्छ दसैँ पनि अधुरो जस्तो लाग्छ तर हामी आफ्नै साथमा त छौँ होइन र ओके
यसलाई एउटा हामी जेमिनाईबाट पनि बनाएर हेरौँ है ल। जेमिनाई यो मैले भने नि यो फ्लोबाट 50 वटा बनाउनु मिल्यो। अर्को जेमिनाई भन्ने हुन्छ, हामीले यही प्याकेजभित्र पर्छ। यो जेमिनाई भन्नेमा चाहिँ हजुरले इमेज र अनलिमिटेड जति पनि बनाउनु मिल्यो। यहाँनिर गएर हजुरले भिडियो पनि जेनेरेट गर्नु मिल्छ क्या। भिडियो जेनेरेट चाहिँ हजुरको 3 वटा हुन्छ दिनमा। यसबाट 3 वटा जेनेरेट हुन्छ। कति सेकेन्ड सर? यो 8 सेकेन्ड भन्दा यसमा जेनेरेट हुन्न सर अहिलेसम्म चाहिँ। अब अपडेट भएर आउँदाखेरि यसलाई कसरी ल्याउँछ त्यो के छ होइन। अहिलेसम्म भनेको चाहिँ 8 सेकेन्डको हो, त्यसलाई जोड्ने हो सर। म अहिले यहाँ हजुरलाई जोडेको पनि यहाँ देखाउँछु त्यो फिल्म र अथवा हजुरले क्यापकट कुन चाहिँ बेटर हुन्छ हजुरलाई त्यो उसबाट जोड्ने हो सर यसलाई। जस्ट यो आयो हेर्नुहोस् है, यसलाई म डाउनलोड गरेँ ल। अब यो कुन साउन्डमा आएको छ एकचोटि। ओके अब यहाँ हेर्नुहोस् ए बुढाबा यो 8 सेकेन्डको मात्रै भएर काट्यो। ए बुढाबा हेर्नु न अब यो टक्क रियलिस्टिक टाइपले दिन्छ कि। अब यो गाउँतिरको घरहरू होइन यसले चाहिँ जस्तो एकदम एक्ज्याक्ट जस्तो चाहिँ यसले जेनेरेट गर्छ क्या भिडियोहरू। त्यो भएर पनि यसको लागि चाहिँ बढी युज भएको छ अहिले कि यो। अब हामीले एउटै कन्टेन्ट बनाएर चाहिँ डेली चाहिँ यसलाई 8 सेकेन्डको जस्तो अहिले रिल्सहरूमा हजुरले एआईको हेर्नुहोस् त, त्यहाँ एआई भनेर उ गर्नुभयो भने एआईको थुप्रै टाइपका भिडियोहरू चाहिँ एउटै टाइपको भिडियो हालिरहेको हुन्छ नि। त्यसरी हामीले गर्न पनि सक्छौँ। एउटा यहाँ भयो, यसलाई डाउनलोड गर्नु है। यो चाहिँ कस्तो ओके। ए बुढाबा यो सालको दसैँ पनि कस्तो अलिक उसको टाइममा ए बुढाबा यो सालको दसैँ पनि ए बुढाबा। यो चाहिँ किन यति छोटो आयो भन्नु होला भने यहाँनिर यो अगाडि धेरै धेरै सिनहरू छ होइन। यो डायलग हामी यति डायलगलाई प्रयोग गरेर डिटेल लेखेको भएर त्यसले त्यहाँको बाहिरी इन्भाइरोमेन्टलाई नै टाइम खायो। यो 2-3 सेकेन्ड भन्दा यसले गरेन होइन। फुल्ली अब यो डायलगलाई मात्र यसलाई फोकस दिनु पर्यो होइन। त्यो टाइपले चाहिँ प्रम्प्ट हामीले तयार गर्नु पर्यो क्या। ए बुढाबा यो सालको दसैँमा पनि छोराको अधुरो छोराको अधुरो जस्तो लाग्छ। ए बुढाबा यो सालको दसैँमा पनि यहाँ अलिकति सच्याइदिउँ न ल। हाम्रो छोरा घर आउने भएन। सर यसले नेपाली बाहेक अरू हाम्रो देवनागरीवाला भाषाहरू बोल्छ कि बोल्दैन सर? जस्तै थारू भाषा भयो अथवा मगर भाषा। हिन्दी त एकदम राम्रो गर्छ सर। हिन्दी थारू भाषाहरू बोल्दैन? हिन्दी त मजाले बोल्छ सर। थारू पनि बोल्छ होला सर। हिन्दी त एकदम राम्रो दिन्छ नि सर। मिहिनेत त लास्ट गर्नुपर्ने सर। लास्ट मेहनत गर्नुपर्छ सर। यहाँ त डाइरेक्टर र यो राइटर बन्नुपर्छ खुब। राइटर त च्याट जिपीटीले गर्छ सर। सर यो प्रम्प्ट पनि व्हाट्सएपमा हालिदिनु है, सिक्न हुन्छ।
दसैँमा हुन्छ त्यतिखेर यो सालको दसैँमा हुनु पर्ने होइन यो सालको दसैँ एउटा जेमिनाई चाहिँ लिनुभयो भने बेटर हुन्छ जेमिनाई भनेको हजुरले च्याट जिपिटीकै जसरी काम पनि गर्न सक्नुभयो यहाँभित्र अब इमेजहरू जेनेरेट अनलिमिटेड रूपमा गर्न नि मिल्यो त्यसपछि 2G एकदम डिस्कनेक्ट भइरहेछ है नेटले पो धोका दियो ओके यसपालिको दसैँमा दसैँमा है ओके जेनेरेट हुँदैछ त्यही हो हजुरहरूले च्याट जिपिटीबाटै जेनेरेट गर्ने कन्टेन्ट अलिकति राखिदिने थोरै कन्टेन्ट राखिदिने यसले अब जेनेरेट गर्दै जान्छ यसलाई डाउनलोड
ए बुढाबा यो सालको दशैंमा पनि हाम्रो छोरा घर आउला जस्तो चाहिँ है। ए बुढाबा यो सालको दशैंमा पनि हाम्रो छोरा घर आउला जस्तो चाहिँ है। ए बुढाबा प्र्याक्टिस गर्न हुन्छ हजुरलाई। यो सालको दशैंमा पनि हाम्रो छोरा घर आउला जस्तो चाहिँ है। मैले प्रम्प्टमा पनि राखेँ। ए बुढाबा यो सालको दशैंमा पनि हाम्रो छोरा घर आउला जस्तो चाहिँ है। ए बुढाबा यो सालको दशैंमा पनि हाम्रो छोरा घर आउला जस्तो चाहिँ है। ए बुढाबा यो साल यसको यो पेड गर्नलाई हजुर हामीले प्रोभाइड गर्छौँ सर। हामीले 1 इयरको वारेन्टी सहित हजुरहरूलाई हामीले 1500 मा दिन्छौँ सर। यो हजुरले डिजिटल मान्डुमा यसलाई 2500 मा बेचिरहेको छ। डिजिटल मान्डुमा देख्नुहुन्छ यसको रेट चाहिँ यो किन्यो भने चाहिँ यसमा पनि 8 सेकेन्डकै भिडियो बनाउनु पर्यो है। सर त्यो त त्यति देख्यो। बनाउनु। 8 सेकेन्ड हो सर। हजुरले त्यही डिजिटल जोड्नु मान्डु पर्यो। त्यो हो। हजुरले प्रम्प्ट हो सर है। यो प्रम्प्ट चाहिँ हजुरहरूले प्रम्प्ट भनेको यो उसबाट हो सर। यो हजुरहरूलाई यदि चाहिन्छ भने के गर्नु होला भने पहिला हजुरले नयाँ जिमेल क्रिएट गरेर जिमेल र पासवर्डै दिनुपर्ने हुन्छ। हजुरहरूले अहिले चलाइरहेको पासवर्ड के अरे जिमेल र पासवर्ड दिनु भनेको अब अलिक सेक्रेसी भएन। त्यो भएर नयाँ दिने हजुरहरूको एक्टिभ हामीले गरिदिइसकेपछि त्यसको पासवर्ड चेन्जहरू गरेर हजुरले रिकभरी इमेल पासवर्ड राखेर त्यसलाई चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। यो एक्टिभको लागि चाहिँ हामीलाई पासवर्ड र उ दिनुपर्ने हुन्छ। ल हाम्रो सरले भन्नुभयो ऊ मात्रै आइरहेछ भन्नुभएको छ नि सर। हजुरको एक्चुअली एनिडेक्स के अरे एक्चुअली हजुरले सेयर गर्नुहोस् त सर। स्क्रिन सेयर गर्नुहोस् त म भन्छु। हजुरको त्यस्तो किन भइरहेछ? अहिलेको प्रम्प्टहरू मैले यहाँ पठाएको प्रम्प्टहरू हजुरले कपी गरेर हेर्नुहोस् त सर। मैले यहाँ प्रम्प्टहरू कपी गरेको छु नि सरलाई। के अरे यहाँ पठाएको छु नि त्यो प्रम्प्टहरू एकचोटि हेर्नुहोस् त ल। यो प्रम्प्ट कपी गरेको प्रम्प्टलाई सरलक्क लगेर हेर्नुहोस् त ल। त्यस्तो हुन नपर्ने हो सर। ल यसलाई मैले एउटा हेर्नुहोस् त। एउटा अक्युट 8 इयर्स ओल्ड नेपाली बोयले चाहिँ आफ्नो बुबालाई बुबा म एकदमै सानो कुरा मात्र चाहन्छु, कृपया मलाई आइफोन 16 किनिदिनु है, म धेरै खुसी हुन्छु। अब यसलाई यो प्रम्प्टलाई एकचोटि कपी गरेर हेरौँ है त। यसले नेपाली जेनेरेट गर्छ, कुनै बेला जेनेरेट गर्छ साथीहरू। गरेन भने त्यसलाई रोमन नेपालीमा लेखौँला त्यो डायलगलाई मात्र है।
हुन्छ सर, हजुरले नयाँ क्रिएट गरेर पठाउनु होला। पासपोर्ट पनि चाहिन्छ त्यो भएर है, पासपोर्ट पनि चाहिन्छ, त्यो भएर नयाँ क्रिएट गर्नुहोस्। अनि हजुरले त्यसको पछि आफूले युज गर्दा पासपोर्टहरू सब चेन्ज गरेर मजाले चलाउन सक्नुहुन्छ। हुन्छ सर, मैले अहिले एक्टिभ गरिदिएँ। हजुरले यो भिओई मात्र होइन, यसमा जेमिनाई लिएपछि हजुरले त्यसमा चाहिँ धेरै फिचर्सहरू चाहिँ प्रयोग गर्न पाउनुहुन्छ है। यहाँ मैले अहिले पनि भने हजुरहरूलाई जेमिनाई प्रो योहरू छ, यसमा चाहिँ विस्पी छ, नोटबुक एलएम चाहिँ जति पनि सर्च गर्नु मिल्यो, इमेजहरू हजुरले जेनेरेट गर्नलाई जति पनि मिल्यो। अहिले सरले स्टोरी टेलिङको लागि चाहिँ इमेजहरू जेनेरेट गर्नको लागि त्यहाँ इमेज जति पनि जेनेरेट हुन्छ त्यसपछि गएर हजुरले फोटोबाट चाहिँ त्यसलाई चाहिँ त्यो चेन्ज गरेर हजुरले त्यसलाई मोडिफाई गर्नलाई जेनेरेट गर्न सक्ने कुराहरू पनि भयो है। त्यो कुराहरू छ। ल हेर्नु, नेपालीमै बनाएको थियो हामीले, यहाँनिर क्रिएट भयो। बत्ती चाहिँ यहाँ ठ्याक्क जान लाग्यो मेरो, यो पनि सेभ गर्नु। सर